भारत सरकारको आपदा प्रबन्धन ऐन 2005 को धारा 12 अन्तर्गत अनिवार्य रूपमा कोभिड-19बाट मृत्यु भएका मृतकको आफन्तजनलाई अनुग्रह सहायताको लागि दिशा निर्देशनहरू जारी गरेपछि राज्य सरकारले त्यस सम्बन्धमा निम्न निर्देशहरू जारी गरेको छ। कोभिड-19 को कारण मृत्यु हुनेहरूको परिवारका सदस्यलाई अब सरकारद्वारा 50,000 रुपियाँ प्रति मृतक अनुग्रह राशि प्रदान गर्नेछ। यसको निम्ति सम्बन्धित तयारी गतिविधिहरूको राहत कार्यमा सामेल व्यक्ति सहित राज्यभित्र भएको मृत्युको कारण MOSW साथै ICMR द्वारा जारी दिशा निर्देशन अनुसार कोभिड-19 मृत्युको रूपमा प्रमाणित भए परिजनलाई सो अनुग्रह राशि प्रदान गरिनेछ। राज्य विपद प्रतिक्रिया कोष SORF बाट अनुग्रह सहायता प्रदान गरिनेछ। सम्पूर्ण प्रक्रियापछि जिल्ला आपदा प्रबन्धन प्राधिकरणले मृतक व्यक्तिहरूको आफन्तलाई अनुग्रह सहायता वितरण गर्नेछ भने सम्बन्धित परिवारले सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण अनुबोध 1 द्वारा जारी गरिएको निर्धारित फर्म मार्फत आफ्नो आवेदन पेश गर्न सक्नेछन्। सम्बन्धित परिवार पक्षले कोभिड-19 को कारण मृत्यु भएको प्रमाणित गर्ने मृत्यु प्रमाणपत्र सहित निर्दिष्ट दस्तावेजहरू पेश गर्नुपर्नेछ। प्राधिकरणले आवेदन प्रमाणीकरण स्वीकृति र अनुग्रह वितरण सरल अनि जनमैत्री प्रक्रिया मार्फत गर्न सुनिश्चित गर्नेछ। सबै आवेदनहरू आवश्यक दस्तावेज सहित पेश गरिएको 30 दिनभित्र समाधान गरिनेछ। एस्किम दर्पण, always ahead.